हेलो नमस्ते फेरि पनि म तपाईँमा फेसबुकमा उपस्थित भइसकेको छु। आजको तपाईँको लोकेसन रहेको छ टिकापुर 8 अरुणा फाटा जुन अवस्था कर्णालीले क्षेत्र काटिरहेको अवस्था रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ एकदम गम्भीर नाजुक छ, जुन चाहिँ नदीले कटान गरिरहेको छ। यो क्षेत्र तपाईँले देख्नुहुन्छ एकदम गम्भीर अवस्था छ, जुन यो कटानले गर्दाखेरि तपाईँको हाम्रो यता क्षेत्र नम्बर 8हरूको घरहरूको लागि एकदमै नाजुकपूर्वक रहेको छ। यो कटान हुँदैछ, गम्भीर अवस्था हुँदैछ, तपाईँले देख्न सक्नुहुन्छ। म तपाईँलाई प्रत्यक्ष रूपमा देखाउनेछु। जुन देख्न सक्नुहुन्छ तपाईँले यो चाहिँ धर्साहरू राखेको छ, जुन चाहिँ यो कटान हुँदैछ, जुन एकदमै नाजुक छ, जुन नदीले काटिरहेको छ। तपाईँले पुल देख्न सक्नुहुन्छ, पुललाई पनि भत्काएर यो पुल भत्काएको अहिलेसम्म नाजुक म्याक्सिमम कति भयो भन्दाखेरि 3-4 साल भयो। अहिलेसम्म कुनै पनि यहाँको उसले कुनै पनि केही गर्न सकेको छैन र खालि हेर्नलाई आएर गएर मात्र गरिरहेको छन् र तपाईँले देख्न सक्नुहुन्छ एकदमै नाजुकपूर्व रहेको छ। यस्तो अवस्थामा अहिले कसैले पनि यो अवस्थामा यो टाइममा कसैले पनि यो यसको नदी कटानको लागि यो कुनै पनि आवाज नउठाएपछि र यो नदीको ड्यामहरू काटिरहेको छ, त्यसको बारेमा कसैले पनि कुरा नउठाएपछि मलाई लाग्यो मैले पनि एउटा भिडियो बनाएर यहाँ हजुरहरू माझसम्म उपस्थित गरिदिउँ भनेर मैले पनि भिडियो बनाएको। एकदम गम्भीर नाजुक छ, जो चाहिँ आउने दिनहरूको लागि एकदम गाह्रो छ। जुन भोलिको दिनको लागि हाम्रो गाउँभित्रसम्म पनि पानी पर्न सक्छ, एकदम नाजुक छ। तपाईँले देख्नुहुन्छ यो चाहिँ ड्याम रहेको छ, ड्याम पनि एकदमै कटानमा रहेको छ। तपाईँहरूले पनि आफ्नो आफ्नो विचारहरू राखिदिनु होला भन्ने चाहन्छु। हस् त, धन्यवाद।